पर्खिबस्नु आमा बुबा, म फर्किएर आउनेछु भन्दै अन्तर्जातीय विवाहबाट चर्चामा आएका सुनिल र वर्षा रोजगारीका लागि विदेश प्रस्थान। अन्तर्जातीय विवाहपछि सामाजिक सञ्जालमा चर्चामा आएका सुनिल सुनार र वर्षा रोजगारीको सिलसिलामा विदेश प्रस्थान गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेका यी जोडीले आफूहरू विदेश जान लागेको सङ्केत दिएका हुन्। उनीहरूले हालै सामाजिक सञ्जाल मार्फत एक भिडियो सार्वजनिक गर्दै परिवारसँग बिदाई गरिरहेको दृश्य साझा गरेका थिए। उक्त भिडियोको क्याप्सनमा पर्खिबस्नु आमा बुबा, म फर्किएर आउनेछु, हाम्रो पनि सुखको दिन अवश्य आउनेछ भन्ने भावनात्मक शब्द लेखिएको थियो। उक्त पोस्टपछि धेरैले उनीहरू रोजगारीका लागि विदेशिएको अनुमान गरेका छन्। यद्यपि उनीहरू कुन देश गएका हुन् भन्ने विषय भने हालसम्म खुलाइएको छैन। सुनिल र वर्षाले अन्तर्जातीय विवाहपछि सामाजिक सञ्जालमा निकै चर्चा बटुलेका थिए। उनीहरूको प्रेम र विवाहको कथालाई धेरै दर्शकले सकारात्मक रूपमा लिएका थिए भने पछिल्लो अपडेटले फेरि एकपटक उनीहरूलाई चर्चामा ल्याएको छ।